सबैजनालाई आज हामी समसामयिक रूपमा नेपालमा अहिले चलिरहेको भइरहेका घटनाक्रममा नेता र जुन राजा बीचको एक किसिमको द्वन्द्वात्मक अवस्था देखिएको छ। यसको विषयमा केही विश्लेषण भएका कुराहरूलाई यहाँहरू समक्ष त्यही विषयमा कुरा गर्न गइरहेको छु। नेपालमा अहिले राजा र नेताको बीचमा नेताले राजालाई विभिन्न आरोपहरू, विशेष गरी पूर्व राजालाई विभिन्न आरोपहरू लगाइरहेको छ र एकजना नेताले दाइका हत्यारा हुन् भनेर तपाईँ अलि बढी भयो भने दाइको परिवारको हत्याकाण्डमा तपाईँलाई जेल हालिन्छ भन्ने खालको धम्कीपूर्ण भाषा चाहिँ उहाँमाथि प्रयोग गरिएको पाइयो। मेरो विचारमा के लाग्छ भने जो व्यक्ति त्यो धम्कीवाला भाषा गर्ने व्यक्ति नै हिजो पटक पटक प्रधानमन्त्री भएको पनि इतिहासमा छर्लङ्ग छ। यदि उहाँ प्रधानमन्त्री हुँदाखेरि उहाँको विरुद्धमा नआउँदा हत्याराको खोजी तलासको कार्यमा पनि सिरियस भएन, सिरियस नभएको देखियो भने उहाँको कमजोरीलाई चाहिँ हामीले के कमजोरी होइन भन्ने, पूर्व राजाको मात्रै कमजोरीलाई कमजोरी भन्ने यो कुरा बिल्कुल हुन सक्दैन। अर्को कुरा, राजनीतिमा प्रतिशोधले मात्र राजनीति चल्छ, विरोधले मात्र राजनीति चल्छ र मैले भनेको सोरै आना ठिक हो, अरूले केही जान्दैनन् भन्ने खालको कुरा अहिले कसैले पनि गर्नु हुँदैन। गल्ती कमी कमजोरी नेताबाट पनि भएका देखिन्छ। इतिहासलाई हेर्दा, वर्तमानलाई हेर्दा राजाहरू र राजपरिवारबाट पनि गल्ती कमी कमजोरी भएको देखिन्छ। यो छर्लङ्ग छ। तर राजाको मात्रै गल्ती नेताको गल्ती केही होइन त? प्रश्न त आउँछ। यदि राजाले गल्ती नै गरेको, परिवार वंश नै नष्ट गरेको भन्ने खालका कुरा यदि आउँछ भने आफू 3 पटक प्रधानमन्त्री हुँदाखेरि चाहिँ त्यो विषयमा कुनै अनुसन्धान नगर्ने, कुनै आयोगहरू गठन नगर्ने र सही हो कि गलत हो छुट्याउनेपट्टि नलाग्ने र जब अप्ठ्यारो खालको परिस्थिति सिर्जना भयो, जनताले राजालाई नै साथ दिन्छन् कि भन्ने डर भएपछि मात्र उहाँ हत्यारा हुने भन्ने यो प्रविधि यो बिल्कुल रूपमा चाहिँ यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको कारण बन्न जान्छ र नेपाली जनताले यस्ता खालका कुराहरू विश्वास गर्दैनन्। नेपाली जनताले जो चेतनशील छ, जो स्वतन्त्र छ, जो यो राष्ट्रप्रति माया गर्ने व्यक्तित्व छ, उहाँहरूको धारणा, सबैको धारणा गल्ती गर्ने मान्छेले सजाय भोग्नुपर्छ र गल्ती नगर्ने मान्छेले सजाय भोग्नु हुँदैन भन्ने नै हो। त्यस कारणले गर्दाखेरि म नेताहरूलाई यस्ता फोकटलाल खालका अभिव्यक्तिहरू नदिन पनि अनुरोध गर्छु र यदि तपाईँहरूले त्यस्तो खालको अभिव्यक्ति दिनुहुन्छ भने तपाईँहरू आफै कमजोर, आफै नै तपाईँको त्यो विषयप्रति चाहिँ जिम्मेवार नभएको देखिन्छ र यो कुराले जनताले कुनै पनि किसिमको तुक र विश्वास गर्दैनन्। त्यो भएको कारणले तुक नभएका कुरा, जो नेपाली जनताले विश्वास गर्न नसक्ने कुराहरूको अभिव्यक्ति दिएर गणतन्त्रलाई कमजोर बनाउने काम नगर्नलाई म सम्पूर्ण देशमा भएका नेताहरूलाई म अनुरोध गर्दछु। बरु अहिल्यै लागौँ, आजैबाट लागौँ नेपाललाई चुसेर खाने, भ्रष्ट गर्ने, 2 नम्बरी गर्ने, तस्करी गर्ने, आम जनतालाई बोझ भारी भएका व्यक्तित्वहरूलाई छानबिन गरेर जेल हाल्नुपट्टि लागौँ। गणतन्त्रको पनि रक्षा हुन्छ, राजालाई पनि टाउको दुखाइ नहोला, अरू अन्य देशहरूलाई पनि टाउको दुखाइ नहोला र यदि हामी आफै आफ्नो कमजोरी आफै प्रस्तुत गर्छौँ भने त्यो चाहिँ गणतन्त्रको विरुद्धमा हुन जान्छ।